व्हाट्सअप के हुँदैछ यता के हुँदैछ नेपाली हेलो सरजी वेलकम ब्याक टु द एनएल भिडियो है अहिले चाहिँ चोकतिर सधैँ जाडो के हामीले टाइमिङ सेम बार्जरी गर डुकाटी छोडेर आधी घन्टा ढिलो आउनेहरू चलपल दिन्छ अघि नै भनेको हो त अनि मैले मेरो साधन लिएर ल सबैजना वेलकम ब्याक टु द एनएल भिडियो सो आज चाहिँ हामी जाँदैछौँ ट्राउटतिर नाइट स्टेको लागि जान्छ है यस्तो मान्छेले कुद्नु परेछ यार पछाडि गएको अगाडि बसिरहेको छ हरामी हरामी ए सेम बार चाहिँ होइन बर्थडे सड्डे रे सेम बार चाहिँ बर्थडे सड्डे यही हरामी कुद्नु पर्ने ल फेरि पनि आयो लाज पसाउँदै कुल्लो घरमा बिचरा हाम्रो कुकी आज हङकङ लौरेको भरमा पुरा जाने हो केटाकेटी हो हङकङबाटै यहाँ ब्यागै भरि पैसा लिएर आएको थिएँ गरुङ्गो बसेर एकदम होइन जता गयो त्यतै ढिलो गर्छ यार होली गाइस औडा रे जेर केटाहरू उहाँ मैत्रपुलबाट लहर्दै आएको होइन हामीले आउँदैछ रिच केटाहरू आज रक्सी खाने गाइज हामी त जुस ग्याङ भयो $10 रहेछ नि त पछाडि त खान त लामाचोरको फेमस ठाउँ रे है त्यस्तै भन्दै सुन्थ्यो मैले के हो निक्कुको पहिलो ट्रिट खानु भयो ल एउटा के को भतेर हो र यस्तो खुलाउँछ अब भेज भयो भने यस्तो खुलाउने हो अब भेज भयो भने यस्तो खुलाउने होइन ओहो हेलो कता हुनुहुन्छ हामी लामाचोर आइपुग्यो अब यो यस्तो सारङ्गी हो नि सहित रहेछ त के हुन् कता गयो डब्बा ग्याङ डब्बा ल्याउनु पिट्छ यतिको बोकेर ल्याउँछ त्यो त केटाहरूले त वेलकम टु माई ब्लग वेलकम टु माई होम होला नि अरू कोही छैन आउनु बाँकी औडा रहेछ यहाँ बल्ल यहाँ लामाचोरको तलपट्टि यो स्टलमा भेटेँ यार केटाहरूलाई औडा रहेछ यस्तो ढिलो गर्ने हो म उहाँ कतिवटा मान्छे पुऱ्याएर लिन गएर आइसक्यो यार यस्तो गर्ने हो ए ओके अब 5 किलोमिटर मात्रै बाँकी छ हाम्रो ट्राउट आइपुग्नलाई निकुले मलाई यहाँ डेन्जर डसिरहेको छ ल यो बजारबाट चाहिँ हामी राइटतिर जानु पर्यो ट्राउटको लागि यताबाट चाहिँ बिस्तारै अन रोड अफ रोड दुईवटा बाटो छ केटाहरू पछाडि आउँदैछ बाइक नो ब्रेक अरे कहना क्या चाहते हो This is how we go. Do not go over and turn.
रेनबोमा त होइन नि त्यसै माथितिर हो अरे नि खेलकुद ह्यापनिङ हियर बौद्ध तामाङ समाज फोटो लिएछ फोटो चमत्कार ल्यायो हामीलाई वाटरफल माछा पुच्छ्रे रेनबो ट्राउट फार्म हामी चाहिँ यता नगएको नि यता दाहिनेतिर माथितिर होला नि पुरै What it is? यही हो I think so. Waterfall Eco Village. So this is the fountain. यो रेम्बो उनीहरू रहेछ नि धेरै रहेछ त आइपुग्यो हाम्रो डेस्टिनेसनमा केटा मलाई त थाहा थिएन जस केटाले हिजो अस्ति नै बुक गरेर उस गरेको थियो कि केटाले चिनेको उस रहेछ रेजोर्ट हो कि इको भिलेज रहेछ यहाँको नाम चाहिँ वाटरफल इको भिलेज नयाँ नयाँ बनाएको छ पहिला तल चाहिँ यो के भन्छ अरे गण्डकी रेनबो ट्राउट थियो यतापट्टि रेनबो अलिकति रेनबो थियो क्या हो यहाँ चाहिँ वाटरफल नयाँ बनाइरहेछ हेर्नुहोस् है ल दामी छ हेलो सर कस्तो रहेछ ठाउँ दामी छ है पानी पर्छ क्या हो चिसो भयो हेलो श्यामजी आउनुहोस् न हजुर पनि कसको चमेराबाट खिच्ने चमेराबाट हजुर पछाडि उस चाहियो नि गिटार हाइको भोलिन हाइको भोलिन यहाँ पो रहेछ यो भोलिन त के गर्ने हो फेरि मोडल्स के हो सिक्किमतिर हो क्या चञ्चलले नि गण्डकी अञ्चलले भन्नु मास्क खोलाउनु यार को चिन्दैन चिन्ने एकैछिन है यसो साइडबाट नि खिच्दियो है यता खिच्दियो अलि अगाडि आउनु न त त्यो धेरै भेट्दैन सबै आहा हजुर सबै प्रवेश गरौँ है त भित्र नयाँ नयाँ रहेछ क्या हो कसले के भयो रे कस्तो नाटक बानी खोकी लाग्यो त जाडो भयो त्यसो लाग्यो क्या यता नि बनाउँदो रहेछ ओ सर बसिदिनु त अगाडि एक बसे जस्तो गरिदिनु त स्माइल Ay, Nancy. Waterfall Eco Village. Gang. रुम चाहिँ माथि हो रुम चाहिँ त्यहाँ छ टेन्टहरु चाहिँ यतापट्टि छ आगो ताबुमा एकछिन जाम झोला सोला राख्नु यो झोला त सफलको यो त यही छोडिदिनु पर्छ यो झोला यही छोडिदिन्छ है
मेरो झोला नि ल्याइदेऊ अरे किचन वाउ म त नाक्यो फोन नम्बर है ल कसलाई यता आउनु मन छ भने ट्यागको नम्बर मैले यहाँ दिएको छु पोखर नाइटिङ भुजुङ खोला ट्राउट फार्म एन्ड रेस्टुरेन्ट वाटरफल इको भिलेज रहेछ है तर यो बनिसकेपछि त बवालै हुन्छ ल यता चाहिँ पुरा कन्स्ट्रक्सन हुँदै रहेछ है पहिला आउँदा त यो सबै अलि उस थियो आज पुरै बनाएर रहेछ हाम्रो टोली माछा हेर्नेहरू कहाँ जान्ला भ्याएको त भेट्ला फेरि यहाँको स्न्यापरहरू यहाँ माछा हेर्ने मान्छेहरू ओ माछा 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 भ्याएको त राम्रोसँगै देखेन यहाँ फर्स्ट लेयर सेकेन्ड लेयर थर्ड लेयर कतिवटा माछा यहाँ हामीसँग हुनुहुन्छ माछा पालनका व्यवसायी हाम्रो अजय गुरुङ यतै हेरिदिनुहोस् नमस्ते सुरुमा हात दियो नमस्ते जाडो भएर हात निकाल्दै जाउँला यसै माछा पालनका सञ्चालकज्यू विवेक गुरुङ के भनिदिनुहोस् सञ्चालक बस्दैन बस्नु बस्नु राम्रोसँग बस्नु त्यसरी हुन्न अझै लड्छ के छिटो छिटो गयो उल्टा हान्दिन्छ तपाईँ उल्टा हान्दिन्छ एक तान एक तान सक्दैन उल्टो ल ल ल तान ल एक तान उल्टो कस्तो यस्तो त्यो कस्तो दिँदैछ ल मैले एक मात्र हान्छु मैले पहिला दुई हान न भुक्का खानु पायो त म आफै हान्छु ल है हाम्रो सेफ निकुले यहाँ पुरा बिबिक्यू हान्दैछ यहाँ सेफ हेलो सब्जी पाङ्राले पाङ्रा दिइरहेछ के हो यहाँ ढुङ्ग्रो त खतरा बनाइदियो त निकुले फायर गाई उ गर न फेरि ल यस्तो गरेर भन्दा त ल सुरु भयो म्युजिक मदर्समा हुनुहुन्छ डिरेक्टर निकु
Seriously गाउँ न यार I'm being हस्पिटल भयो क्या होइन कि सिरियस वाह लास्टमा भाइब्रेसन ठन्डा ओहो अब चाहिँ हामी तलबाट रमाइलो गरेर माथि तास खेलेर एकछिन टाइम पास गर्ने भन्ने प्लान छ केटाहरूको ल अहिले चाहिँ पुरा तास कता खेल्ने भनेर ठुलो बेड रोजेर यहाँ सबैजना आर पार भइरहेको छ यसरी ट्याक्क लाएर एउटा ठुलो ठाउँमा गएर गोलो बसेर तास खेल्ने भनेर त्यस्तो ठाउँ नभएर यहाँ रुम चेन्ज गरेको अरे केटाले कति बाँड्ने हो र ए बाँड्ने मिलाउने हो खडे मिलाउने यो मिलाउँदैछ यहाँ कुका पोखिन्छ भनेर के कस्तो रहेछ कसरी पोखिन्छ यो मुनि तताउनु लाग्यो कि कुका यसरी मुनि हाल न म च्यापेर बस्छ के जे गरे नि केटा त्यो यो दवन काम हो भोलि काकाले मलाई मार्दिन्छ अहिले कहाँ गानी हो त यताबाट होला हैन सोधेको मा रुल सोध्नु पर्यो न यसले अहिले फेरि टेन्सन हुन्छ नि अनि ट्रायलले दवन दिनुहुन्छ है ल ल ल ओके ट्रायललाई दिने कि ट्रायलले ट्रायललाई दिने कि एक खवा आजको लागि यति नै हाम्रो बार्बीक्यू पार्टी सकिसकेको छ र हामी त्यो टेन्टमा चाहिँ एकदम न्यानो टेन्ट यो के अरे बेड पनि राम्रो छ होइन त्यतिर लाइट छ टेबल ल्याम्प कस्तो फिक्स अनि यो सबै ढुङ्गाको यो ढुङ्गा खाने रहेछ कि यहाँ जे फर्निचर पनि ढुङ्गाको छ होइन आफ्नै त्यो स्लेट के त्यो यहीँ फोडेर बनाएको अनि कफी टिस्यु पेपर अनि आएर नि आई लभ यु बेलुन कसले छोडेर यत्रो ठुलो छोडेर सानो बच्चा ठुलो सुकेर अब हामी तारा हेर्दै सुत्ने हो हुन्छ गाइज भोलि मैले गाइज गुड नाइट सी यु टुमरो भोलि गएर ब्रेकफास्ट 8 बजे गुड नाइट उही पछाडि एउटा पोको निस्क्यो ल गुड मर्निङ एभ्रिवान अहिले चाहिँ बिहानको 8:20 भइरहेको छ र हामी चाहिँ ब्रेकफास्ट खान जाने है त ल सुरु ब्रेकफास्ट हेलो सर गाइदिने हो क्या एक सर्टमा सही दिँदैछ है केटाले सही पालि आयो अब ल फेरि जमाङ छ त टोली हेर पैसा अलिक धेरै होला खिच्नुपर्छ नि पैसा धेरै होला खिच्नुपर्छ नि निको कता होला आज 5 पारेर ल चाहिँ हान्ने त हाम्रो खाना कराउनु त करायो ठिक ठिक करायो नजिक भएन ल है खाना आइपुग्यो हाम्रो इको भिलेजबाट अब हजुर यता आउनुहोस् न हौ कता हो त्यता त्यता
ल है राउन्ड 3 म एक प्लेटले हराउँछ है दुई प्लेट म एक प्लेट राउन्ड 3 दामी गएन रहेछ मैले त एकचोटिमा गयो मलाई एकचोटिमा थपेको यता हो राउन्ड 3 गाइजहरू थपम त थपम मुकुले 5 चोटि थपिसक्यो अरे हामी त हेरेको हेरेन छलर भात हालेको माछाको रसै सकाइदिएको अरे यस्तो गर्न त हुन्थेन के भन्छ सर छैनको बारेमा दङ्गै भयो म के चिकन खान्न र 6 चोटि भात थपेको पर्छ तपाईँलाई पुरा लहर अब लागियो घरतिर चट्ट लगाएर भट्ट खाएर पर्ख 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 नगडो ल ठाउँ चाहिँ दामी छ होइन नयाँ नयाँ बनाएको यदि तपाईँहरूलाई यो ठाउँ आउनु मन छ भने मैले भिडियोमा त्यो कन्ट्याक्ट नम्बरहरू भिडियो तपाईँहरूले दिइरहेको छु के भन यसै गरी हामीले ब्रेकफास्ट खाएको तिमी खिच्दैन है तिमी खिचिसक्यो कि कस्तो ढिला आएको 8 बजे ब्रेकफास्ट टाइममा अनि के अरे 11 बजे खाना खाने भनेको अलिक ढिलो भयो अरूले तासमा पैसा थिए यस्तो मान्छे र त्यही हो सकियो अब घरतिर ब्याक हुन लागेको यदि तपाईँहरूलाई यो भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला आजको लागि यति नै सी यू अन द अनदर वान है बाई बाई